हेलो, आज म हजुरहरूलाई युपिभिसी चाहिँ फायर रेसिस्टेन्ट हुन्छ कि हुन्न भनेर देखाउन गइरहेको छु। अब धेरै क्लाइन्ट साथीभाइहरूले चाहिँ भन्नुहुन्छ नि युपिभिसी प्लास्टिक हो अनि यो चाहिँ बल्छन् भनेर भन्छन्। हुन चाहिँ यो पिभिसीले नै बन्ने हो, तर यसमा अब प्रोसेसिङ एडहरू हुन्छ, स्टेबिलाइजर भन्छौँ मेनली। स्टेबिलाइजर केमिकल यसमा कति हालेको छ, जति राम्रो क्वालिटी प्रोफाइलमा जानुहुन्छ त्यति नै त्यसको चाहिँ स्ट्रेन्थ राम्रो हुन्छ। यसमा चाहिँ स्टेबिलाइजर हाम्रो राम्रो प्रोफाइलको क्वालिटी हुनाले, जस्तो कि यसमा हेर्नुभयो भने यसले आगो टिप्दैन हजुरको सर्टेन पोर्सनमा। अब मैले यो फायर बालेँ हजुरको, यो कालो हुनु चाहिँ हुन्छ, कालो हुन्छ, तर यसमा आगो चाहिँ टिप्दैन हजुरको। यो मैले बालिराखेँ भने बलिराख्छ बल्नु चाहिँ। त जब मैले यो लाइटर बन्द गरेँ भने यसले पनि आगो पनि निभाउँछ हजुरको। त्यसैले यो चाहिँ युपिभिसी फायर रेसिस्टेन्ट हुन्छ भन्ने हो। अब मैले यो आगो बन्द गर्ने बित्तिकै हेर्नुभयो भने आगो निप्छ हजुरको। त्यसैले युपिभिसी चाहिँ फायर रेसिस्टेन्ट पनि हुन्छ। यो पिभिसी नै भए पनि यसमा स्टेबिलाइजर हालेको हुन्छ, त्यसले गर्दा यसको फायर रेसिस्टेन्टहरू बढ्छ। सो हजुरहरूलाई अब राम्रो गुणस्तरीय युपिभिसीहरू चाहिन्छ भने हामीलाई सम्पर्क गर्नु होला। हस्, थ्याङ्क यू।